सम्माननीय सभामुख महोदय, म नेपाली कांग्रेसको मुक्ति सेना माओवादीको जनमुक्ति सेना हुँदै जेन्जी आन्दोलनमा योगदान र बलिदान गरेका सबैप्रति सम्मान प्रकट गर्न चाहन्छु। 2052 सालको अन्त्यतिर आउँदै गर्दा नेपालमा एउटा क्रान्तिको बिगुल बज्यो। त्यति बेला हाम्रा आमाका दुई छोरामध्ये एउटा छोरो आर्मी बनेर लड्यो, अर्को छोरो माओवादी बनेर लड्यो। भोलिपल्ट रेडियो नेपालको समाचारले भन्यो दैलेखको फलानो ठाउँमा घर भएको आर्मी मर्यो रे भन्दै गर्दा आमाले चित्त बुझाउन नपाउँदै साँझ 7 बजेको फेरि रेडियो नेपालको समाचारले भन्यो माओवादी फलानो उपनाम गरेको माओवादी मर्यो भन्दै गर्दा मेरी आमाले जसो तसो मन बुझाएकी थिइन्। तर अस्ति कान्छो छोरो भदौको 23 गते बानेश्वरमा राज्यले गोली हानेर हत्या गर्दै गर्दा अहिलेसम्म मेरी आमाले मन बुझाउन सकेकी छैनन्। मेरो आमाको जस्तै यहाँका धेरै जेन्जी आमाहरूको प्रश्न छ, मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो, के कारणले गर्दा हत्या गरियो, मेरो आमाको यो पनि प्रश्न छ। अहिले आरक्षभित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आफैले दुध चुसाएको मुखमा दागबत्ती दिएर आएकी जेन्जीकी आमा अहिले पनि यहाँ अगाडि बसिरहेकी छन् र उनले बार बार सोधिरहेकी छन्। त्यति बेला 24 गतेको त्यो आफन्तको पीडा सहन नसकेर, त्यो मृत्यु सहन नसकेर आन्दोलनमा होमिएकालाई त्यो आरोपमा जेल परेकाहरू हातखुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सिंहदरबार कसले जलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जी माथि गोली चलायो उसैले सिंहदरबार जलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरमा आगो लगाएका छन्। यसको सत्य तथ्य संसारले बुझ्न पाउनु पर्छ र तिनमाथि कारबाही हुनुपर्छ। अस्ति एकजना सांसदले भन्दै हुनुहुन्थ्यो अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज हामी फेरि पनि प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको गैर जिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएका छौँ। यो हाम्रो रहर नभएर बाध्यता हो। संसदको नियमित कार्यसूची अवरोध नहोस्, जनताका मुद्दा ओझेलमा नपरुन् भन्ने जिम्मेवारी बोधका साथ हामीले संयमता अपनायौँ। तर सरकारले त्यसलाई कमजोरी ठानेको जस्तो स्पष्ट देखिएको छ। प्रधानमन्त्रीको एउटा अभिव्यक्ति व्यक्तिगत विचार मात्र हुँदैन, त्यो राज्यको आधिकारिक धारणा बन्छ। विशेषतः नेपालको सीमा र भूमिसँग सम्बन्धित विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ। सीमा कुनै नक्साको रेखा मात्र होइन, यो इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो। त्यसैले यस विषयमा भएका विवादास्पद अभिव्यक्ति जवाफ संसदमै आउनुपर्छ। दुर्भाग्यवश प्रधानमन्त्रीज्यूले संसदलाई होइन आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। म सोध्न चाहन्छु कि अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो कि सार्वभौम संसद पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ र कार्यपालिका संसदप्रति उत्तरदायी रहनुपर्छ। यदि संसदको सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसदीय लोकतन्त्रको औचित्य के रहन्छ सभामुख महोदय? म सत्तापक्षका माननीय सदस्यज्यूहरूलाई पनि आग्रहपूर्वक सोध्न चाहन्छु कि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईहरूलाई राष्ट्रिय हित अनुकूल लाग्दछ?
यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्। हिजो सभामुखको अपमानको विषय उठाउँदा तपाईँहरूले तुरुन्तै नियमापत्ति गर्दै अभिलेखबाटै हटाउनु भयो। हाम्रो साथ र सम्मान छ। राष्ट्रको विषयमा लिएको तपाईँहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई 3 करोड नेपाली जनताले कसरी बुझ्ने? हिजो सत्ता पक्षका एक माननीय सदस्यले भन्नुभयो, इतिहासले प्रतिपक्षका सांसदहरूलाई हेर्नेछ, उनीहरू कस्ता थिए भनेर मूल्याङ्कन गर्नेछ। तर आज म सत्ता पक्षलाई पनि त्यही प्रश्न फर्काउन चाहन्छु। जब प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईहरू किन मौन बसिरहनु भएको छ? राष्ट्रको विषय आउँदा तपाईहरूको आवाज किन आउँदैन? केही था नेतागत निष्ठा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्ता पक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लेख्नेछ। इतिहासले सत्ता पक्षको यो लाचारीपन अवश्य हेर्नेछ। त्यसैले सम्झनुहोस्, आज तपाईहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईहरूलाई पनि कठघरामा उभ्याउनेछ। त्यसैले आज म प्रधानमन्त्रीसँग 3 वटा स्पष्ट माग गर्दछु। पहिलो, आफ्नो अभिव्यक्ति सार्वजनिक रूपमा कोर्स करेक्सन गर्नुहोस्। दोस्रो, राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने ती अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन आफै पहल गर्नुहोस्। तेस्रो, यही संसदमा उपस्थित भएर सम्पूर्ण नेपाली जनता समक्ष स्पष्ट जवाफ दिनुहोस्। कहिलेकाहीँ आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी होइन, उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, हामी सीमा बिर्सने पुस्ता होइनौँ, सीमा जोगाउने पुस्ताको प्रतिनिधि हौँ। हामी संसदको गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय स्वाभिमान भन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिले पनि राख्न सक्दैनौँ। धन्यवाद। सम्मानीय सभामुख महोदय, संसारको कुनै पनि त्यस्तो देश छैन जहाँ छिर्ने बित्तिकै शुल्क तिर्न परोस्। तर सभामुख महोदय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यस्तो विमानस्थल हो जहाँ सवारी साधन छिर्ने बित्तिकै शुल्क तिर्नुपर्छ। सबै देशमा कम्तीमा आधी घन्टा पार्किङ गरेको शुल्क लिँदैन। तर विडम्बना, हाम्रो आफ्नै एयरपोर्टमा शुल्कको नाममा लुट धन्दा वर्षौँदेखि चल्दै आइरहेको छ। बिहान ट्याक्सी चलाएर बेलुका आफ्नो परिवार पाल्ने चालक मजदुरसँग रु 80 रुपैयाँ, त्यो पनि घन्टाको दरले तिर्नुपर्ने हामी युरोप अमेरिकाका नागरिक होइनौँ। सभामुख महोदय, यो जनता मार्ने ठेकदार कम्पनी मोटाउने लुट धन्दा तुरुन्त बन्द हुनुपर्छ। रु 5 रुपियाँदेखि रु 10 रुपियाँसम्म सबै नागरिकले तिर्न सक्ने नियम कार्यान्वयन हुनुपर्छ भन्दै जोरदार माग राख्दछु। धन्यवाद। सभामुख महोदय, आज म यस गरिमामय सदनमा राष्ट्रिय सेवा दल सम्बन्धमा बनेको विधेयकका सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु। सभामुख महोदय, हाम्रो राष्ट्रको सबैभन्दा ठुलो सामर्थ्य अर्थात् युवा पुस्ताको भविष्य र उनीहरूलाई स्वदेशमै जोड्ने एक दूरगामी उपायको बारेमा बोल्न चाहन्छु। वर्तमानमा हाम्रो युवा पुस्ता भर्चुअल संसारप्रति अत्याधिक निर्भरताले वास्तविक सामाजिक अन्तर्क्रिया, सृजनशीलता र नागरिक सहभागितालाई क्रमशः कमजोर बनाउँदै लगेको छ। हाम्रो युवा पुस्ता संसारसँग जोडिएको छ, प्रतिभाशाली पनि छ अनि महत्त्वकाङ्क्षी पनि छ। तर हामीले उनीहरूलाई स्वदेशमै त्यो अवसर र सम्मान दिन नसक्दा धेरैले आफ्नो माटोभन्दा बाहिर सपना खोज्नुपर्ने बाध्यता भोगिरहेका छन्। यसरी नै हाम्रो जनसाङ्ख्यिक लाभ, डेमोग्राफिक डिभिडेन्डको अवसर हाम्रो हातबाट फुत्किएको छ। तथ्याङ्कहरूले चेतावनी दिइरहेका छन् कि हामी आगामी 2 दशकभित्र यो युवा लाभांश गुमाउनेछौँ। यदि यो अन्तिम मौकामा हामीले आफ्नो युवालाई स्वदेशमै रोजगारी, अवसर र आत्मसम्मान दिन सकेनौँ भने हाम्रो राष्ट्रिय भविष्य अन्धकारमय हुनेछ। यी सबै चुनौतीको समाधानको लागि प्रस्तावित राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एक अनिवार्य आवश्यकता हो। यसले विद्यालय तहबाटै विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा, राष्ट्रिय एकता र अनुशासनको पाठ सिकाउनेछ। जब एउटा विद्यार्थीले सेवा दलको पोशाक लगाउँछ तब उसमा म एउटा नेपाली हुँ र मेरो देशको लागि मेरो पनि केही दायित्व छ भन्ने चेतनाको विकास हुन्छ। यो तालिमले उनीहरूलाई भर्चुअल दुनियाँको
हानिकारक लतबाट बाहिर निकाली शारीरिक र मानसिक रूपमा सक्षम र सृजनशील नागरिक बनाउँछ। धन्यवाद।